हेलो दर्शकबिन नमस्ते नमस्कार प्रणाम। आज म हाम्रो गाउँमा फलेको अङ्गुर म देखाउँदैछु। साथीहरूलाई मैले भनेको हाम्रो गाउँमा अङ्गुर फल्छ भनेर। कहाँ फल्छ त्यसरी अङ्गुर? यस्तो गर्मी ठाउँमा तराईमा पनि अङ्गुर फल्छ भनेर भनेको। साथीहरूले खिल्ली उडाए। फल्दैन, नचाहिँदो कुरा गर्छन् भनेर भन्यो। तर यो चाहिँ साँच्चीकै हाम्रो गाउँमा फलेको अङ्गुर हो। यो 35 देखि 40 डिग्रीसम्म पनि गर्मीमा फल्ने अङ्गुर। भन्न त साथीहरूले पहाडतिर हुम्ला जुम्लातिर फल्छ, चिसो ठाउँमा फल्छ, हिउँ परेको ठाउँमा फल्छ भनेर भन्ने गरिरहेको थियो। तर होइन साथी, यो साँच्चीकै हो। यो गर्मीमा फल्ने जातको अङ्गुर हो यो। यसरी लटम्म फलिरहेछ। अब यो अङ्गुरहरू चाहिँ साउनतिर, असार साउनमा पाक्छ यो अङ्गुर। फल्न पनि थोरै फल्दैन, झोप्पा फल्छ लटरम्म। मजाले फलिरहेछ यसरी सबैतिर। यहाँ हेर्नु त, यस्तो छ, यस्तो मजाले फलिरहेछ। कमसेकम विश्वास पनि गर्नुपर्छ क्या साथी। यो हाम्रो गाउँमै फलेको अङ्गुर हो यो, एकजना साथीको घरमा। यहाँ हेर्नु त झन् 7-8 झुप्पा फलिरहेछ। यस्तो छ यो गर्मीमा फल्ने जातको अङ्गुर हो यो। अब अङ्गुर फलाउनलाई हिमाल, पहाड, चिसो ठाउँ, हिउँ परेको ठाउँ, त्यस्तो ठाउँ चाहिँदैन के। अब हाम्रो तराईमै फल्छ यो। हाम्रो तराईमा फल्ने जातको अङ्गुर हो यो।